नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अबको 5 वर्षलाई सुशासनको वर्ष बनाउने घोषणा गरेका छन्। नेपालगञ्जमा आयोजित चुनावी सभालाई बिहिबार सम्बोधन गर्दै थापाले भने अबको 5 वर्ष देश बनाउने सङ्कल्पका साथ कांग्रेस अघि बढेको छ। कांग्रेस सभापति थापाले 5 वर्षलाई राजमार्गमा गुड्ने गाडीसँग तुलना गर्दै भने सुशील कोइरालाले बनाएको संविधान नै हाम्रो राजमार्ग हो। गएको 7 वर्षको क्षतिपूर्ति गर्दै अब गाडी बेजोडले दौडिन्छ, कहीँ नरोकिने उनले भनेका छन्। थापाले कांग्रेसको सरकार बनेमा विकासको गाडी तीव्र गतिमा अघि बढ्ने मात्र होइन, दुर्घटनामा नपर्ने ग्यारेन्टी पनि रहने दावी गरेका छन्। उनका अनुसार गाडी दौडिनु मात्र पर्याप्त हुँदैन, सुरक्षित पनि हुनुपर्छ। थापाले चटक शैलीमा राजनीति गर्ने प्रवृत्तिप्रति सङ्केत गर्दै भने सिटमा बसेपछि गाडी आफै उठ्छ भन्ने कुरा सुन्न रमाइलो लाग्छ, तर गाडी राजमार्गमै दौडाउनुपर्छ। सरकार चलाउँदा उत्साह र ऊर्जा मात्र नभई अनुभव र सुझबुझ पनि आवश्यक पर्ने उनको भनाइ थियो। कहाँ कति बढाउने र घटाउने भन्ने निर्णय गर्न क्षमता नै सफल नेतृत्वको आधार हुने उनले बताएका छन्। सबै जात जाति, भाषा, समुदाय र पुस्तालाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अन्तमा फेरि थापाले दोहोऱ्याए, यो 5 वर्ष सुशासनको 5 वर्ष हुनेछ।